हेलो एभ्रिवान, नमस्कार अनि गुड मर्निङ, वेलकम ब्याक टु माई अनदर भ्लग। आज चाहिँ मैले चाहिँ बिहान 8:30 बजे चाहिँ भ्लग स्टार्ट गरिरहेको छु। अनि म चाहिँ खासै डेली भ्लग त गर्दिनँ, बिहान भएको भएर स्वर पनि कस्तो के अरे धोत्रो आइरहेको छ। अनि आज चाहिँ म भ्लग चाहिँ किन बनाउँदैछु भनेर त यहाँलाई अलरेडी भ्लग गरिरहेको छु। अनि आज चाहिँ म कहाँ जान्छु, के गर्छु चाहिँ देखाउने छु। अनि म चाहिँ धेरै भयो नि त भ्लग नगरेको चाहिँ, अनि बानी पनि बिग्रिसक्यो भ्लग के अरे नगरेको भएर चाहिँ त्यो डेली भ्लग गरिँदैन नि त हामी चाहिँ, अनि त्यही भएर बानी बिग्रिसक्यो। त्यही भएर आज चाहिँ जस्तो सुकै होस् म चाहिँ भ्लग गर्छु भनेर चाहिँ भ्लग स्टार्ट गरिरहेको छु। तर हेरौँ आजको भ्लग चाहिँ मेरो के कस्तो हुन्छ। म चाहिँ बिहान नुहाएँ, मेरो कपाल चाहिँ लास्टै भइसकेको थियो, नुहाउनै पर्ने भएको भएर चाहिँ मैले नुहाएँ। बिहान स्वर पनि के हो यस्तो यो दोत्रो आउँछ। मेरो नानी चाहिँ खोकिरहेछ। म चाहिँ अफिस जानको लागि चाहिँ अलमोस्ट रेडी भइसकेँ। अनि अब चाहिँ मेरो नानीलाई स्कुलको लागि चाहिँ म रेडी गर्छु। अनि त्यसपछि हामी चाहिँ आज पहिला नानीलाई स्कुल पुऱ्याउँछौँ, खाना खाएर नानीलाई स्कुल पुऱ्याउँछौँ। अनि त्यस पछाडि चाहिँ हाम्रो जाने काम छ फाइनल्समा। अनि खै हाम्रो थोरै धेरै केही काम छ। अनि सो त्यहाँ गएर चाहिँ म जानेछु डाइरेक्ट अफिस। अनि अफिसबाट पनि मेरो आज बाहिर जाने काम छ। हेरौँ के कस्तो हुन्छ आजको मेरो भिडियो चाहिँ। सानो स्कुल जाँदा रेडी मेरो सानो यति रे बाबा, मेरो सानोको आजको स्कुलको आउटफिट। वाउ, जुत्ता देखाइदियो बाबा, जुत्ता। अनि वाच खोइ नि, वाच बत्ती बाल्दै देखाइदियो त, बत्ती वाचमा खोइ बत्ती बालिदिनुहोस् त। वाउ, यसरी देखाउ न, यसरी देखाउ न। फेरि बाल्यो, निम्यो, फेरि बालिदेऊ त। वाउ, खोइ देखाउनुहोस् त मामुलाई, निम्यो फेरि। पानी परेको छैन बाबा घरीमा? पानी परेको छैन? परेको छैन? ए ल अब स्कुल जाने रेडी हो सानी, यस्तो गरिदिनुहोस् त बाबा। ओ वाउ, यो चाहिँ सानवीको ब्याग। आज चाहिँ सानुको के हुन्छ, स्विमिङ क्लास हुन्छ हो बाबा? ए ल आजको सानुको आउटफिट। वाउ, मैले चाहिँ नानीलाई स्कुल पनि पुऱ्याइसकेँ। अनि हामी दुवैजना चाहिँ गयौँ ब्याङ्कमा चाहिँ हाम्रो थोरै काम थियो। अनि यता चाहिँ सानवीको ड्याडी चाहिँ पुरै काम गर्दैछ, अनि म चाहिँ साइडमा बसेर हेरिरहेको छु। अनि हामीले चाहिँ सबै काम भ्यायौँ। अनि काम भ्याएर फर्किँदाखेरि चाहिँ त्यो ग्राउन्ड फ्लोरमा चाहिँ गणेशको चाहिँ एकदमै ब्युटिफुल मूर्ति रहेको थियो। अनि मैले चाहिँ यो मूर्ति चाहिँ मैले बाटोमा हिँड्दाखेरि देखिरहेको थिएँ, तर मलाई चाहिँ हामीतिर जान मन थियो। तर हाम्रो त यो भित्र केही काम थिएन होइन, मूर्ति मात्रै हेरेर जाने कुरो त भएन। तर आज फाइनल्ली हामी ब्याङ्क आएको बेलामा चाहिँ हेर्न पायौँ। अनि यो मूर्तिको चाहिँ रिपेयर पनि हुँदो रहेछ। अनि हामी चाहिँ ब्याङ्कबाट काम सकिसके पछाडि चाहिँ म चाहिँ जाँदैछु अफिस। अनि आजको वेदर चाहिँ एकदमै कुल रहेको छ, न घाम न पानी, आकाशैभरि बादल चाहिँ छ। अनि हामी चाहिँ जाँदैछौँ अफिसतिर, खोला जाँदैछु। म चाहिँ पुरै मास्क चस्मा लाएर कस्तो दामी देखेको आकाश। तपाईँको त मेरो त के चाहिँ देखिन्छ यहाँ हेर, यहाँ चस्मा भित्र चस्मा खानु दुईटा हाले अनि डबल चस्मा ला होला नि त। यो मौसममा चाहिँ कस्तो जानु मन लाग्छ, आनन्दले बाइकमा चौमाया डिजेल गाडीमा चितवनको टाढीमा फुलबुटे सारीमा तिमी सँगै जाउँ लाग्यो डिजेल गाडीमा। माया डिजेल गाडीमा, माया डिजेल। यस्तो दामी देखिन्छ मेरो चस्माले, यो फ्लावर। माई गुडनेस, त्यही भएर मैले चोले पाक्दा पनि मैले चस्मा नदिनुको कारण चाहिँ यही नै हो। यो 500 को भयो नि, यसले 5000 को काम गर्छ। यस्तो राम्रो देखिन्छ कि एकदमै क्लियर, फुलहरू त यति दामी देखिन्छ, त्यो कुरा गरेर साध्य छैन क्या। अनि मैले सुरुमा किन्ने बेलामा चाहिँ यो राम्रो छैन होला, मान्छेले चाहिँ के राम्रो होला भन्ठाने थिएँ, तर यस्तो दामी पऱ्यो कि त।
5,000 कै हो 500 को भयो पनि काम त्यस्तो गरेछ मेरो चस्माले चितवनको मारीमा फ्लावर यो फुलको सिजन रहेछ क्या अहिले चाहिँ ठ्याक्कै वाउ नाइस 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 चितवनको बारीमा फुलबुटे साडीमा तिमी सँगै जाउँ जाउँ लायो डिजेल गाडीमा यो माया डिजेल गाडीमा म चाहिँ फाइनल्ली अफिस आइसकेको अवस्था बाइकले हानेर खबर पनि यस्तो बनाएको छ म चाहिँ अफिस आइसकेँ तर आज चाहिँ हाम्रो त्यो बाहिर अलिकति ब्यागमा कामहरूको भएर चाहिँ अलिकति ढिला भएको थियो अनि अब साँचो मैले नै खोज्छु नि त अनि सो सब आइसक्नु भयो कि भनेर चाहिँ डर लागिरहेको थियो अरू साथीहरू तर कोही पनि नआइसक्नु भएको रहेछ फर्स्टमा चाहिँ म नै भएँ सो अब चाहिँ काम गर्नुपर्ने हुन्छ अनि म चाहिँ आज अलिकति बाहिर पनि निस्किनु काम छ बाहिर भनेर अफिसकै कामले निस्किने काम छ अनि म चाहिँ यहाँ अफिसभित्रको कामहरू चाहिँ भएर बेलुका 4 बजेतिर मात्रै निस्किन्छु त्यो कामको लागि खाजा खाएर चाहिँ किनभने दिउँसो त यस्तो धेरै घाम लागेको छ राम 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 यस्तो चर्को घाममा त हिँड्नलाई गाह्रो हुन्छ त्यही भएर चाहिँ म 4 बजे निस्किन्छु बाहिर अनि आज चाहिँ कहाँ जान्छु काजला गर्दा त्यही लक्ष्मीको पार्लरमा अनि यहाँबाट त अलमोस्ट पठाउमा गयो भने त 10-15 मिनट नै पुगिन्छ अनि म चाहिँ त्यहाँ जाँदैछु अनि उता गोलढुङ्गामा उता मेरो काम छ सानोतिनो चाहिँ काम छ फोटोहरू खिच्ने पर्ने काम छ त्यसकै लागि चाहिँ म निस्किन्छु साथीहरू म चाहिँ निस्किसकेँ अब चाहिँ जानको लागि गोलढुङ्गा अनि मैले चाहिँ पठाउ पनि बुकिङ गरिसकेँ पठाउ आउँदैछ होला त्यसको लागि डिस्ट्रिक्ट होला पठाउ पनि बुकिङ गरिसकेँ पठाउ आउँदैछ अनि यहाँबाट त त्यस्तो धेरै टाइम त लाग्दैन कति मिटर देखाएको छौ 2 किलोमिटर कि 3 किलोमिटर देखाएको छ तर पनि गाडी लाग्दैन नि त गाडी नलाग्ने ठाउँमा चाहिँ जानै पर्ने हुन्छ पठाउमा अब चाहिँ म जानको लागि रेडी भइसकेँ मास्क चाहिँ अहिले लगाउनु पर्ला चाहिँ निस्किसकेर पनि फेरि चढेको के फेरि माथि गएको के किनभने भोलि बिदा छ भन्दैछ अनि के को बिदा रहेछ भनेर हेर्न गएको त भोलि चाहिँ गणतन्त्र दिवस रहेछ हाम्रो अफिस चाहिँ छुट्टी हुन्छ यो फोन पनि आइसक्यो पठाउको चाहिँ अब चाहिँ जानुपर्ने हुन्छ राम राम 4 बजेको टाइममा पनि कति चर्को घाम लागेको यो काठमाडौँमा देख्न सक्नुहुन्छ घामसँगै बादल पनि छ तर त्यो बादलै नछेकेको ठाउँमा चाहिँ यति चर्को घाम लागेको छ कि सेतो मेरो टाउकै माथि नै छ कि घाम चाहिँ अनि म चाहिँ पुरै मास्क चस्मा लाएर चाहिँ अब चाहिँ म जाँदैछु गोलढुङ्गा सबिना त झन् राम्री भएर यो राम्रो यता हेर त साँच्चै हो त तिम्रो त राम्री हुने बेला हो नि त हाम्रो जस्तो होइन के क्याफेको फोन नम्बर ए किमानु के अरे बफ किमानु नल्स तर पिरो कम भन्नु न मेरो त छैन नानीहरूको मात्रै हो नानी र नानीको बाबाको मात्रै किन केमा के भएर बा कतिजना हो एजेन्ट पनि मलाई त तपाईँसँग 3 जनाले हुन्छ 3 जनाले भयो होइन अफिसकै अनि मम्मीको साथीहरू कतिजना छ म कतिजनाले पो गर भने यहाँ यही पार्लरसम्म ल्याउनु पर्ने थियो कति टाइम लाग्छ सर पिरो कम हुन्छ पिरो चाहिँ एकदम कम यहाँ त 5-7 मिनटमै आइपुग्छ पिरो कम भन्दा बफ एउटा अनि बफ किमानु एउटा अनि पिरो कम हजुर तपाईँहरूले लानुभयो मगाउनु हामीले खाइसक्यो पिरो कम भन्नुभयो अनि डेलिभरी चार्ज कति दिन्छ अरे डेलिभरी चार्ज अब दिँदा त भोक लागेर आज राडी बन पो रहेछ ल हेर नपत्या होइन ल पढा त ल पढ्नु त म
के बोले ल पढ्नु तपाईँले के रहेछ नपत्यायो नि त भन्नु मैले भिडियो खिच्न भ्याएछु तर माथि त ब्रान्ड चाहिँ के छ भन न मैले भने नि त मैले त्यही छ नि के रहेछ लक्ष्मी रेडी बन ए त्यही त है राडी बन डक्टरले त मलाई के पो भनेर खिचिदिनु भएको हो समथिङ यस्तै हो सबिनाले भने जस्तै ओए अनि खोइ त नि उसको बोर्ड हेभन एन्जल ब्युटी पार्लरको बोर्डै उडाएर कहाँ पुऱ्याइछ त अलि मिलाएर राख्नु पर्यो कि कहाँ बोर्डै बिना त अनि हुँदैन त नि अनि कस्तो बिग्री घाम लागेको नि राम्रा चसक्कै पारेर मरिन्छ होला है यस्तो घामले त तराईतिर मात्रै भनेको त यहाँ पनि यति धेरै घामले त काठमाडौँमा त चिरिन्च्याट पारेको छ अब अलि राम्रो राख्नु न के अरे मजाले बाँधेर अनि ऊ बिना त हुँदैन त नि के अरे यो बोर्ड बिना त मान्छेले त कसरी चिन्छ त नि अघि त म कन्फ्युज भएँ लौ सरे चाहिँ के हो भनेर त्यही भनेको के यति ओरिजिनल काटेको हौ कति काटिदिएको होइन मैले यो भन्दा त अनि त्यो नानी पाउँदाखेरि पनि झऱ्यो त्यस पछाडि पनि झऱ्यो मेरो ऊ रहेछ के भिटामिन डी कम रहेछ कि बल्ल अहिले थाहा पायो चेकअप गरेर चाहिँ मेरो चाहिँ म पनि एक प्रकारको रेगुलर कस्टमर हो हेभन एन्जलको चाहिँ त्यही भनेको त नि यो निस्किन जस्तो लाग्यो कि मलाई सेतो बनाउनु मन लागेको कि यो ओरिजिनलमा सेतो आउँछ त्यही भनेर पाल्ने भनेको कहिले बनाउँछ त नि अनि एक वर्षमा यति हो यति बनाउँछ एक वर्षमा धेरै पल्ला तर एक वर्ष पुगे होइन होला माघमा गयो सबिना यो तलको पनि निस्किँदैन हेभन एन्जलको साउनीहरू कसरी गर्ने त हो यसलाई चाहिँ मैले त्यस्तो निकाल्नलाई मलाई कस्तो यति मात्रै गर्नुपर्छ अबि अनि तल चाहिँ तल त आउँदैन यो भन्दा रातो हुन्छ अनि म त टाटेर बाँधेर तारिगा जस्तो कि यस्तो कलर हाल्नु यहाँ मलाई कलर चेन्ज गर्न मन लाग्यो कपालको कलर कहिले काहीँ एक्स्ट्रा भएर हिँड भनेर के कभर चेन्ज गरेर यता चाहिँ हेभन एन्जलको साउनी बजाई वेलकम छ मेरो भ्लगमा साउनी बजाई चाहिँ आज मोज हुँदै रहेछ आज हानु न हाँदा केही हुन्न है हामी हाँसे चाहिँ तपाईँ नि केही नै हुन्न हो र खोइ कस्तो खाले हो र यो राम्रो खाले हो कि हो यो त ऊ हो नि त मुल्तानी मिट्टी के हो मुल्तानी त्यो के भन्छ त्यो ओरिजिनल माटो ओ र मड्का प्याकको ए दामी रहेछ त के अरे म त हाँदै हिँड्दिन्थेँ म त लायो अनि खाँदै हाँदै हिँड्ने तर मड्काको त होइन तर के को हो है त्यो अर्कै होला रहेछ त्यो पिङ्क कलर अबे होइन हौ त्यस्तै जस्तो लाग्यो खै के हो है मलाई त लाएर अब के गर्नु भोक लाग्थ्यो हाँस्न बोल्न मन लागिहाल्थ्यो बोलिदिन्थेँ म त खै यसरी गरेर त त्यही त अहिले त आउँदो सबिना बाबा पोज दिनु पर्ने नोरा कि के हो त तिमी पो हो क्या नोरा के अरे होइन हेर भने क्यामेरामा कस्तो राम्रो देखेको सही छैन भनेर हेर भनेको नोरा फतेल के अरे त्यसको नाम के दिन लाग्यो त अनि
राम्रै भनौँ अब के गर्ने हो कालो हाल अनि त्यो होइन ठिकै आहा हो किमा नुडल्स यस्तो एक्साइटेड म माथि जरङको भाइरल भोलि के रे खाजा खाना के म्याम थाहा छ नि जरङको भाइरल बर्गर हाउसबाट यो अर्डर गरे हो म त के थाहा त गएकै छैन ल एउटा उलेरौ न बानेर म यसो न खादैन चाहनी नि त तपाईहरु चाहनु मात्रै हामीले त चाहिन्छ हामी त अब न खाइ हो उले बब खादैन भने खाम सबिना मलाई त धेरै हुन्छ प्लिज यत्रो बित्ति त म थोरै खान्छ अरे थाहा न तिमीलाई उले उता के भाडा छ भने के भाडा छ नि उता त्यो बन्द गर अब यति एक्साइटेड कि म यो मोबाइल कसरी भ्लग गर्दै समाजले कसरी यसरी हैन कसरी के चाल हाम्रो अरे यार यो त पछाडी गर न यहाँ क्यामेरा भयो हैन भयो क्यामेरातिर भयो नि अब आफूतिर गर्ने टक्क यस्तो अन्त ट्याङ आयो क्यामेरा यसरी मैले नि प्र्याक्टिस गरेको कहाँ सक्थेँ त नि आइसकेको छ मेरो किमा नुडल्स आज दिनभरि चाहिँ म यही खानालाई चाहिँ भोकै बसेको औषधि पनि खाली पेट खाएको यसको लागि चाहिँ ल हाल त खाऊ खुर्का नाटक नगर तिमीलाई के खानेकुरा दिँदा पनि के को चाहिँ नाटक राख यहाँ मेरो हातमा यो लाग्यो कि तिमी हाल त चाहना एक कुन्टा तिमीहरू दुईजना त हो खाने भनेको लक्ष्मीले खाँदैन रसमा मात्र गरे हुन्छ आरे यास्यामी मलाई यो दिलले भन्नु भा हैन भान्जा रसमा काण्ड आयो त रसमा मात्र गरे हुन्छ काट्न गरे नि हुन्छ के हो यो तर मेरो त पैसा परेको चाहिँ खान्छु म त बल्ल आलु चाम भनेको आधी त उयो आफै खाएर दिन्छ मिठो माया गरेर झन् माया गरेर हो के गर्नु माया गरेर यस्तो हौ भने दिन्थ्यो होला कति वर्षपछि खायो आरू हाम्रो घरमा कति धेरै थियो बोटै मलाई त यस्तो प्यात्ते पाकेको भन्दा नि सबिना अलिअलि काँचो नुन खोर्सानीसँग खान दामी लाग्छ क्या साउनी बजै यही गर्न आएको हो खासमा फोटै मात्रै अब केही क्यालकुलेटर सालकुलेटर केही लिनु न अगाडि यसो हो तपाईँको जस्तो बनाउला है कपाल चाहिँ मैले यस्तो दामी होस् कपाल लु मेरो यहाँ हेभन एन्जलमा चाहिँ काम पनि सकियो फोटो खिच्ने काम मेन चाहिँ काम पनि भएर अब लाग्नुपर्ने हुन्छ घरतिर अब चाहिँ जाने घर होइन जाने म कहाँ टाइम छ र मसित यति धेरै अब जाने म नि गएँ बाई बहिनीहरू बाई सबिना बाई बाई म्याम फेरि फेरि आउँदै गर्नु होला माया ओके होला हैन अनि मौका मिले फेरि भेटौँला मौका मिलेन भने के हुन्छ भोलिको भेट्छौँ कि हामी के भेट्छौँ तिमीले रसमा काण्ड देखाइहाल्यो आज अर्को आउँदाखेरि के काण्ड देखाइहाल्यो थाहा छैन मेरै काण्ड यसकै काण्ड बाई उत्तानो पर माथिल्लो पर ल्याक गाउँदै हो के